नमस्कार, यहाँहरूलाई स्वागत छ हाम्रो च्यानलमा। आज मैले साह्रै राम्रो आकर्षक निकै नै सस्तो जग्गा लिएर आएको छु। काठमाडौँ गोकर्ण मन्दिरबाट 1 किलोमिटर भित्र रहेको छ। हाइटमा सम्म ठाउँमा रहेको छ भने यो जग्गा चाहिँ मेरो पछाडि भएको जग्गा नै रहेको छ। 3.5 आना 2 धाम जग्गा रहेको छ। जम्मा 65 लाखमा बिक्रीमा आएको छ। केही ब्याङ्किङ समस्याको कारण यो जग्गा निकै नै चलेको भावभन्दा पनि सस्तोमा बिक्रीमा आएको छ। यो जग्गासम्म आउनका लागि यहाँहरू काठमाडौँ चाबेल बौद्ध हुँदै जोरपाटी चोकमा आएर देब्रेपट्टि साइडबाट छिरेर सुन्दरीजल गोकर्ण जाने बाटो हुँदै आएर यहाँहरू गोकर्ण मन्दिर आएर यहाँहरू चौकी अगाडिबाट देब्रेपट्टि साइडबाट छिरेर मिराडोल हुँदै यो जग्गासम्म यहाँहरू आउन सक्नुहुनेछ। यहाँहरू आरुबारी जगडोल हुँदै पनि भन्ज्याङमा आएर दाहिनेपट्टि साइडबाट छिरेर यहाँहरू यो जग्गासम्म आउन सक्नुहुनेछ। साह्रै राम्रो आकर्षक चारकुना मिलेको जग्गा रहेको छ भने जम्मा यहाँहरूले 3 आनाको मात्रै कारोबार रहेको छ भने फिल्डमा यहाँहरूले 3.5 आना 2 धाम जग्गा पाउन सक्नुहुनेछ। खानेपानी बिजुली बत्ती ढल निकासा सम्पूर्ण सुविधा यहाँहरूले पाउन सक्नुहुनेछ भने स्कुल कलेज हस्पिटल यातायात सुविधा यहाँहरूले एकदमै नजिक पाउन सक्नुहुनेछ। यदि तपाईँहरूलाई पैसा पुगेन भने यो जग्गामा यहाँहरूले ब्याङ्किङको पनि सुविधा पाउन सक्नुहुनेछ भने जग्गाधनीले बताएअनुसार यो जग्गाको मूल्य जम्मा 65 लाख बताउनु भएको छ। यदि तपाईँहरूले पास गर्नुभयो भने मूल्यमा पनि तपाईँकै भावमा केही मिलाएर दिने जग्गाधनीले बताउनु भएको छ। स्क्रिनमा दिएको नम्बरमा यहाँहरूले सिधा कन्ट्याक्ट गरेर आउन सक्नुहुनेछ भने राम्रोसँग डकुमेन्ट हेरेर नाप जाँच गरेर भाउ मिलाएर यहाँहरूले लिन सक्नुहुनेछ। यहाँहरूको पनि यसरी नै घर जग्गा बेच्नु परेमा अथवा किन्नु परेमा हामीलाई सम्झिन सक्नुहुनेछ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर यहाँहरूले साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई यसरी नै माया गरिदिनु होला, लाइक र सब्सक्राइब पनि गर्न नभुल्नु होला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। पुनः हामी अर्को भिडियो ल्याएर उपस्थित हुनेछु। यहाँहरूलाई धेरै धेरै धन्यवाद।